श्रेष्ठ कीर्तिपुरको एउटा विद्यालयमा शिक्षिकाको रूपमा कार्यरत छु। आज एउटा रमाइलो कुरा सेयर गर्छु हजुरहरूलाई। ग्रेड 4 को स्टुडेन्ट्सहरूलाई चाहिँ अहिले हामीले युनिट 12 पढाइरहेछौँ। युनिट 12 मा चाहिँ सिङ्गिङ एन्ड प्लेइङ म्युजिकल इन्स्ट्रुमेन्ट्स भनेर छ। यो लेसन पढेर डिस्कस गरेर सबै गरिसकेपछि स्टुडेन्ट्सहरूलाई चाहिँ एज अ वर्क क्वेसन एन्सर दिएको थिएँ। क्वेसन एन्सरको नम्बर 13 मा एज यु क्यान सी नेम एनी 3 सिङ्गर्स यु लाइक भनेर छ। सो यो क्वेसन एन्सर हिजो मैले दिएर पठाएँ। एज अ 12 गते मङ्गलबारको दिन चेक गर्दाखेरि चाहिँ आई वाज रियली अमेज्ड कि एउटा नाम चाहिँ अलमोस्ट सबै कपीमा आउँछ भनेर। एन्ड द्याट इज नन अदर द्यान अलमोस्ट सबै कपीमा दुर्गेश थापा चाहिँ छ। 3टा नाम छ, 3टा नाममा दुर्गेश थापा चाहिँ छ। I didn't know that कि grade 4 को स्टुडेन्ट्स यो एज ग्रुपको स्टुडेन्टहरूलाई दुर्गेश थापा यति मनपर्छ भनेर। एन्ड दिस वान इज फर दुर्गेश थापा। माई स्टुडेन्ट्स रियली लभ यु। सो वान सङ फर दुर्गेश थापा।